थ्याङ्क यू। यो चाहिँ कस्तो हुन्छ भने यो नेल्टाको सम्मेलन हो, सबै यहाँ अङ्ग्रेजीका मास्टरनीहरू छन्। अब यहाँ अङ्ग्रेजीमा पनि बोलिदिनु पर्ने हुन्छ कि कसो भनेर, किनभने हामीले देउताहरूको पूजा गर्ने बेलामा संस्कृतै भट्याउनु पर्छ। साँच्चै देउताले नेपाली थाहै छैन जस्तो। So I'm torn between two horns of dilemma. अङ्ग्रेजीमा भनौँ कि नेपालीमा, दुवैमा सर, दुवैमा। तर नेपाली जतिको राम्रो चाहिँ अङ्ग्रेजी हुँदैन। म त अहिले पनि अङ्ग्रेजी सिक्दैछु होइन, अहिले पनि अङ्ग्रेजी सिक्दैछु। यो गायखाने भाषा चाहिँ अलिक त्यस्तै हुँदो रहेछ, गाह्रो छ। म केही सुनाउँछु। यहाँ त अब म इल्डरली सिटिजन भएँ, मेरो उमेरको त कति माझ पनि कोही छैन, यता अडियन्समा पनि कोही छैन। बट आइ एम ह्याप्पी, आई फिल यङ। होइन, अब युवाहरूको बिचमा आएर म पनि अलि तन्नेरी जस्तो लाग्छ। दिनलाई तिमी दिन, दिनलाई दिन, दिनलाई दिन, दिनलाई दिन, तिमी रातलाई रात लेख। दिनलाई दिन, तिमी रातलाई रात लेख। बोल्नेको होइन, नबोल्नेको बात लेख। धेरै यशोगान गायो, धेरै यशोगान गायो, धेरै यशोगान गायो रामको विजयको। अब पुल बनाउने बाँदरको बात लेख। पुल बनाउने बाँदरको बात लेख। निस्क तिमी, निस्क, निस्क, निस्क तिमी रुमानी रातको अँगालोबाट। निस्क तिमी रुमानी रातको अँगालोबाट। अँधेरो चिर्दै कसरी आउँछ प्रभात लेख। दिनलाई दिन, तिमी रातलाई रात लेख। यो मैले आफैलाई भनेको, तपाईँहरूलाई भने होइन। म एउटा कविता सुनाउँछु। आमाको घर। हाम्रो नवराजजीले आमाको सुनाउनु भयो, भेरी टची, भेरी टचिङ। म पनि आमाकै सुनाउँछु, बट डिफरेन्ट पर्सपेक्टिभ। घर आधारभूत आवश्यकता हो, घर आधारभूत आवश्यकता हो। महल होस् वा झुपडी, घर सबैको हुन्छ। तर मलाई एक दिन ख्याल आयो, आमाको घर नि, खै कहाँ छ आमाको घर? सानो छँदा म आफ्नो घरलाई आमाकै घर ठान्दथे। म आफ्नो घरलाई आमाकै घर ठान्दथे। तर ठुलो भएपछि थाहा भयो, त्यो घर त आमाको ससुराली रहेछ। म जुन घरमा सधैँ जान ललायत रहन्थेँ, मेरो मामा घर, जहाँ मेरी आमा जन्मिनु भो, हुर्किनु भो, त्यो घर पनि उहाँको रहेछ। त्यो त उहाँको माइत रहेछ। मैले धेरै खोज अनुसन्धान गरेँ, कहाँ छ आमाको घर? पता लागेन। के थाहा भयो भने मेरी आमा बिहे भएपछि रेग्मीदेखि पोखरेल हुनुभयो अरे। सबैजना, सबै मान्छे कसको छोरा भन्दाखेरि बुवाकै नाम भन्छ, जबकि जन्म दिने त आमा हुन्। लोकतन्त्रको संसदमा पनि यस मुद्दामा कुनै बहस भएन। मैले चारैतिर खोजेँ, सबैलाई सोधेँ, सबै तै चुप मै चुप।
अन्तमा मैले गएर आमालाई सोधेँ। उहाँ अलि हाँस्नुभयो र भन्नुभयो, बाबु म जहाँ बस्छु घर त्यही बन्छ। म अर्को एउटा सुनाउँछु। अब यो बुढेसकालको कविता हो, बुढाको कविता। अब कति साथीहरूले सुन्नुभएको पनि होला यो कविता। र यदि समय रह्यो भने अङ्ग्रेजीको पनि एउटा सुनाउँ। ओके सर, ओके। वन वी विश। मलाई हिँ भुइँ तलामै बस्न देऊ, पछि बाहिर निकाल्न सजिलो होला। मलाई हिँ भुइँ तलामै बस्न देऊ, पछि बाहिर निकाल्न सजिलो होला। माथिल्लो तलाको कोठा जाडोमा धेरै चिसो, गर्मीमा धेरै तातो भए पनि ठिकै थियो। तर कोठाको एकमात्र झ्यालबाट दाहाल सर बसेको कोठा देखिन्छ। हामीले सँगै जागिर सुरु गरेका थियौँ, सँगै रिटायर भयौँ। उहाँलाई कोठाबाट झिक्दा छोराहरूलाई गाह्रो परेको थियो। तिमीहरूलाई पनि गाह्रो होला। मलाई हिँ भुइँ तलामै बस्न देऊ, पछि बाहिर निकाल्न सजिलो होला। ठाउँ छैन भने त्यो ग्यारेज भए पनि हुन्छ। ठाउँ छैन भने त्यो ग्यारेज भए पनि हुन्छ। कार त मान्छे होइन, बाहिर पनि राख्न सकिन्छ। त्यो ठाउँ, त्यो ग्यारेज अलि पर पनि छ। खोक्दा ओर्दा कसैलाई डिस्टर्ब नहोला। मलाई हिँ भुइँ तलामै राख्न देऊ, पछि बाहिर निकाल्न सजिलो होला। तिम्री आमा पनि यहीँ बसेकी थिई। तिम्री आमा पनि यहीँ बसेकी थिई। यही कोठामा, यही खाटमा निदाएकी थिई। फेरि बिउजिन मैले बोलाउँदा पनि। तिमी पनि यहीँ बस्नु भनेर मलाई भनेकी थिई। मलाई यहाँ बस्दा सन्च हुन्छ, तिमीहरूलाई पनि माथि सन्च होला। मलाई यहीँ भुइँ तलामै बसाउन देऊ, पछि बाहिर निकाल्न सजिलो होला। थ्याङ्क यू। एउटा इङ्ग्लिसको सुनाउँछु। As a child, on my 3 hours way to school, I had picked up a piece of rainbow and put it into my bag. At bedtime, I used to take it out and paint it with the color of my choice: green, pink, purple, yellow, and then fall asleep putting it under my pillow. Nobody knew about my rainbow. Mom had already gone, never to return. Otherwise, she would have known. Grandmother, father, brothers, and the rest, they didn't know my little secret. Gradually, I and the bag getting older, the bag with more books and I with more obligations to carry on my soldier. Then one day, somehow, somewhere, the piece of rainbow slipped through the hole of the bag and broke into 1,000 pieces. Today, when I looked at the skies, the pieces prick and brings tear to my eyes. Thank you.